हे गाइस दर्शक नमस्ते। आई होप कि तपाईँ सबैजना सन्चै आराम हुनुहुन्छ होला। यति बेला पनि म मणिग्रामबाट लगभग 30 मिनेटमा आइपुग्ने ठाउँ जुन छपियाबाट भित्र रहेको र लुम्बिनीबाट थोरै यता रहेको यो लुम्बिनी प्यालेस रिसोर्टमा आइसकेको छु। र आज बच्चाहरूले ड्याडी मलाई लन्चको लागि कहाँ लानुहुन्छ भनिसकेपछि ठिक छ नि त, त्यसो भए आज हामी लुम्बिनी रिसोर्टमा जाउँ है त भनिसकेपछि बच्चाहरू पनि एकदम धेरै एक्साइटेड भयो। अनि मैले चाहिँ यहाँको बारेमा धेरै देखेको सुनेको थिएँ र आज चाहिँ बच्चाहरूलाई लिएर आउँ भन्ने क्रममा चाहिँ मैले लुम्बिनी प्यालेस रिसोर्टमा लिएर आएको छु। र त्यहाँ आइसकेपछि साँच्चीकै मलाई पनि यो ठाउँ छुटाउनु नहुने ठाउँ रहेछ जस्तो चाहिँ फिल भयो। तपाईँहरूले हेर्न सक्नुहुन्छ बाहिर पनि एकदमै रमणीय छ, रमाइलो छ। बच्चाहरू रमाइरहेका छन् बाहिर यताउति हेरेर। पनि म चाहिँ मोबाइलमा हल्का व्यस्त छु किनकि खाना अर्डर गरिसकेको छु। खाना आउने क्रममा छ र जुसहरू मगाएको थिएँ। अब सायदै जुस आउनेवाला छ। जुस आइसकेको अवस्था छ। यो चाहिँ वाटरमेलन जुस हो जुन चाहिँ बच्चाहरूले म चाहिँ वाटरमेलन जुस पिउँछु भनिसकेपछि अनि जुस मगाएको छु। किनकि बाहिर यति गर्मी छ कि गर्मीको कुनै सीमा नै छैन। त्यो गर्मीमा चिसो वाटरमेलन जुस पिउँदाखेरि साँच्चीकै उनीहरू पनि आनन्दित भएको फिल गरेको छु। किन भन्दाखेरि मैले वाटरमेलन जुस पिएको छैन, मेरो जुस स्पेसल जुस आउँदैछ। सो गाइस, मेरो नानीले कति मिठोसँग आनन्दसँग वा फिल गर्दा पिएको अवस्था छ। र साथमा अब पपकर्न लिएर पनि मजा लिँदैछ मेरो कान्छी छोरीले। मेरो मुटुकी टुक्री पुटुङ्ग्रीले सी इज भेरी ह्याप्पी के। उनीहरू आज यति धेरै खुसी थिए कि डेडीले वा दामी ठाउँमा ल्याउनु भयो भनेर पुरा मलाई चाहिँ थ्याङ्क यू भनिरहेको थिएँ। वाकि मेरो लागि चाहिँ बच्चाहरू खुसी नै मेरो खुसी थिए। र आज म यहाँ आउनुको तात्पर्य नै बच्चाहरूले चाहिँ ड्याडी मलाई चाहिँ कहीँ लिएर जानु न आजको दिन भनिसकेपछि मैले चाहिँ लुम्बिनी प्यालेस रिसोर्टमा लिएर आएको थिएँ। यो चाहिँ अलिकति भित्र लाग्यो मलाई चाहिँ तपाईँको मणिग्रामबाट छपियाबाट त्यहाँ जाँदाखेरि अलिकति भित्र लाग्यो। तर जब तपाईँ त्यहाँ गइसक्नुहुन्छ त्यहाँ गइसकेपछि त्यहाँको एकदम हाई म्यानेजमेन्टमा बनेको यो रिसोर्ट रहेछ जुन चाहिँ साँच्चीकै आनन्द रमाइलो लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ विभिन्न चिजहरू छ, बच्चाहरू खेल्ने ठाउँहरूदेखि लिएर खाना त्यतिकै टेस्टी र बाहिर तपाईँले बोटिङ पनि गर्ने ठाउँहरू छ। जुन चिज म तपाईँलाई बिस्तारै देखाउने छु भने हामी चाहिँ खाना लिगिसकेको छ। यति बेला हाम्रो साथमा पपकर्न फ्रेन्च फ्राई जुसको साथमा हक्का नुडल पनि आइसकेको छ। र हक्का नुडलसँग हामी इन्जोय गर्दैछौँ भने मेरो सानो बच्चा त सिज लाइक मी, किनकि सी लभ एभ्री फुड के। मलाई पनि खाना हुनु पऱ्यो, मलाई सब मनपर्छ भने त्यसमध्येमा चाहिँ मेरो छोरा अलिकति चुजेबल छ। जुन चिज त्यसले हर कोही खाना खाँदैन। अहिले हक्का नुडल अर्डर गरेँ अनि उसलाई चाहिँ मन परेन। अब यसको ठाउँमा मैले यदि करेन्ट चाउचाउ दिन्थेँ भने उसले हामी कसैलाई नदिने खाइदिन्थ्यो होला क्या, त्यो टाइप अफ होइन। उसले नाक खुम्चाउँदैछ म खाना ड्याडी खानुहोस् भन्दैछ। अब ऊ लास्टमा गएर ऊ चाहिँ पोटेटोमा चाहिँ व्यस्त हुन्छ। अब उसको खाना भनेको फ्रेन्च फ्राई हो, अब उसले खाने। अरू चाहिँ उसले खासै खान मन पराउँदैन भने हामी चाहिँ सबै खाना मनपर्छ। केटाकेटीको फ्रेन्च फ्राई पनि खाइरहेको छु, हक्का नुडल पनि खाइरहेको छु। अब आउने खानाहरू पनि खानेछु। म चाहिँ A to Z हो। इभन मेरो छोरी पनि र मेरो प्रिय बुढी र मेरो कान्छी सालीहरू पनि उता खानामा इन्जोय गरिरहेका छन्, खाइरहेका छन्। उनीहरू यति बेला जहाँसम्म लाग्छ उनीहरूले नै भिडियो बनाइरहेका छन् भने बच्चाहरू पनि खानामा एकदम रमाइरहेका छन्। मजा लागेको छ, मलाई पनि रमाइलो लागेको छ। यसरी परिवारहरूसँग बसेर कहीँ आउटमा भएर चिल आउट हुँदाखेरि चाहिँ साँच्चीकै आनन्द लाग्छ। र हाम्रो खाना फेरि अर्को खाना आइसकेको छ। आज मैले फ्राइड राइस खाउँ न त भनेर फ्राइड राइस र अनि त्यहाँको सबैभन्दा अझ बेस्ट मलाई फुड के लाग्यो भने जुन तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ विङ्स हो। विङ्समा तपाईँलाई स्पेसल खुवाउँछौँ भनेपछि ओके लेट्स ह्याभ अ ट्राई भनिसकेपछि अनि मैले विङ्स खान थालेँ। र विङ्स साँच्चीकै क्या आई लभ इट क्या। वडा स्पाइसी क्या होइन, स्पाइसी पनि थियो। मेरो छोरीले कहिले भन्छ ड्याडी कति मिठो कि, ट्वाक्क पनि अनि पिरो पनि अनि मिठो पनि भन्थ्यो। त्यस्तै चाहिँ ट्वाक्क पिरो सबै थियो र मजा आयो। ग्लोभ्स लगाएर गम खान मजा आइरहेको थियो। अब चाहिँ मेरो साली र मेरो बुढीले पनि खान्छन् जहाँसम्म लाग्छ। उनीहरूलाई पनि एकदमै मन परेको अवस्था थियो मैले देखिरहेको थिएँ। मेरो बुढीले त स्टार्ट गरिसकेको छ। मेरो साली चाहिँ सिसिया अब होला च्याटिङ गर्दैछ सायद। अब भन्दिनँ केही पनि नहुन पनि सक्छ। सी इज इन्जोइङ विथ फोन होइन। र खानासँग पनि खाना पनि वा बिना चाहिँ मिठो रहेछ, दामी रहेछ भन्दैछन्। त्यहाँ चाहिँ पिरो भए पनि मजा लिइरहेकी छन्। र हामी चाहिँ खानामै व्यस्त छौँ। एक अर्कामा कसैसँग भनौँ न हेर्ने चलनै छैन, खाइरहेको छौँ कि व्यस्त छौँ। र लास्टमा चाहिँ फिसको आइटममा सिग्नेचर फुडै फिस हो भनिसकेपछि ओके मगाउँ त भन्ने क्रममा त्यहाँ एउटा सिल्भर फिस रहेछ। त्यो चाहिँ मैले मगाइनँ किन भन्दाखेरि त्यसमा एकदम काँडा रहेछ। र यो फिस तपाईँको चिकन स्केलप टाइपको रहेछ र त्यो पनि अर्डर गरेँ। त्यहाँको वाकई सेफ चाहिँ इन्डियाबाट रहेछ, जुन चाहिँ बिहारबाट बिलोङ हुन्छ। एकदमै दामी लाग्यो त्यहाँको सेफ पनि। स्पेसली तपाईँको हाइजेनिक तरिकाले हेर्ने हो भने पनि एकदमै दामी लाग्यो मलाई। त्यहाँको तपाईँको त्यो भित्र इन्भाइरोन्मेन्टदेखि लिएर फुड क्वालिटीहरू पनि एकदम हाई क्वालिटीको लाग्यो। र बबाल म चाहिँ आई रियली इन्जोय विथ द फुड होइन।
र साथमा मेरो बच्चाहरूले पनि इन्जोय गरेर यो सानो बार देख्न सक्नुहुन्छ र लगभग हामी खाएर पनि अब हामी अन्त्यमा छौँ भने अब हामी निस्किने क्रममा छौँ। हामी यति बेला रेस्टुरेन्टको बाहिर छौँ। बाहिर निस्केर म बच्चाहरूलाई फेरि हाई बच्चा भन्दैछु, अनि सिस स्टिल के ड्याडी यता जाउँ उता जाउँ भन्दैछ। ऊ त्यो अगाडि चाहिँ त्यहाँ खेल्ने ठाउँ रहेछ, त्यहाँ जाउँ भनेको, त्यहाँ चाहिँ अहिलेसम्म पनि नखुलेको हुँदा अब चाहिँ ड्याडी हामी बोटिङ गर्ने भनिसकेपछि मैले नाइ कसरी भन्नु, किनकि बच्चाहरूले जे भन्छन् म त्यो गर्छु भनेर गइसकेपछि प्रमिस इज प्रमिस भने जस्तै अब म चाहिँ बोटिङमा जान्छु भनेर यति बेला चाहिँ अब म बोटिङको तयारीमा छु भने थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यति बेला त्यहाँको नजाराहरू यति भयङ्कर, यति सुन्दर, यति आनन्दमय। यदि कोही आउन चाहनुहुन्छ भने पक्कै पनि आउनु होला। तपाईँ आइसकेपछि तपाईँलाई पछुतो हुने छैन, फेरि पनि आउँ भन्ने ठाउँ चाहिँ रहेछ। म त धेरै इन्जोय गरेँ साथमा मेरो परिवार, र अब पालो तपाईँहरूको, तपाईँ पनि गएर बच्चाहरूलाई लगेर भरपूर्ण इन्जोय लिन सक्नुहुन्छ भने वन्स अगेन थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला, र भिडियो कस्तो लाग्यो त्यसको पनि सानो छोटकरीमा कमेन्ट पनि पक्कै पनि छोड्नु होला।